कुनै आमाले मलाई पनि जन्म दिनुभएको हो र यो संस्थाभित्र पाइला टेक्ने बित्तिकै मलाई यति भाव विवाह हुन्छु मलाई यति एउटा आनन्द प्राप्त हुन्छ। साँच्चै नै भन्नुपर्दा म शब्दबाट बयान नै गर्न सक्दिनँ र यो माया घरमा मलाई पनि जोड्नुहुन्छ। मलाई पनि केही पर्दाखेरि सुभद्रा ब्याङ्कमा सम्झिनुहुन्छ, सबै सम्झिनुहुन्छ, मलाई खुसी लाग्छ। किनभने म पनि यो बाटो बिराएका मान्छेलाई मैले पनि बाटो देखाउने कार्य गरिरहेको छु र छानो भएका व्यक्तिहरूले तपाईँहरूले छानो दिनुभएको छ। बाटो बिराएका व्यक्तिहरूलाई मैले बाटो देखाइरहेको छु। आखिरी गर्ने कार्य हाम्रो एउटै छ। त्यसले गर्दाखेरि म जहिले पनि यो ठाउँमा आउँछु, म भन्छु होइन, मलाई जतिखेर पनि तपाईँहरूले जस्तोसुकै खाँचो पर्दा, मलाई जस्तोसुकै सहयोगको अपेक्षा राख्दा मेरो शरीर